मेरो पनि त्यस्तै हुन्छ आफ्नो सराउन्डिङमा भएको कुराहरू जस्तै डिफ्रेन्ट खालको समसामयिक कुराहरू वातावरणीय कुराहरू चाहिँ सामाजिक कुराहरू चाहिँ मलाई चाहिँ एकदमै टच गरिरहेको हुन्छ र त्यो कुराहरूलाई चाहिँ मैले चाहिँ आफ्नै इन्टरप्रिटेसनमा आफ्नै कुराहरू देखाउने गर्दछु। नमस्ते, मेरो नाम ईशान परिया, म भिजुअल आर्टिस्ट। मेरो होम टाउन चाहिँ पोखरा हो र अहिले म काठमाडौँमा बेस भएर काम गरिरहेको छु। र मेरो आर्ट जर्नीको बारेमा कुरा गर्नुपर्दा मेरो स्कुल लेभलदेखि नै म आर्टहरू गर्ने गर्थेँ होइन। अनि मेरो टिचर्सहरूले पनि एकदमै इन्करेज गर्नुहुन्थ्यो मलाई क्राफ्टको आर्टको कामहरू गर्नको लागि। उहाँहरूले इन्करेज गरेको कारणले स्कुल लेभलमा पनि मैले पार्टिसिपेट हुँदाखेरि चाहिँ डिफ्रेन्ट आर्ट कम्पिटिसन्सहरूमा भाग लिने अवसर पाएको थिएँ र प्राइजहरू पनि पाउने गर्थेँ। स्कुल लेभलमा मैले कम्पिटिसनमा भाग लिइराख्ने बेलामा चाहिँ एकजना धनप्रसाद तामाङ भन्ने दाइ हुनुहुन्थ्यो। उहाँले चाहिँ पछि म आफ्टर एसएलसी मलाई भेट्नु है भनेर कुरा गर्नुभएको थियो र उहाँलाई भेट्न गएँ र उहाँलाई भेट्न जाँदाखेरि चाहिँ उहाँले चाहिँ पोखराको आर्टिस्ट बुद्धि गुरुङलाई चाहिँ भेटाएर चाहिँ आर्ट सिक्नको लागि चाहिँ मलाई चाहिँ आग्रह गरिदिनु भयो र म फर्स्ट टाइम बुद्धि गुरुङ सरसँग चाहिँ लगभग 1 महिना जस्तो आर्ट ट्रेनिङ लिएँ र त्यसपछि त्यहीँको एउटा ग्यालेरीमा चाहिँ मैले फेरि फर्दर बेसिक आर्ट कोर्स गर्ने चाहिँ अवसर पाएँ होइन। त्यहाँ चाहिँ आर्ट टिचरको रूपमा चाहिँ राजु जोशी र पदम घले दाइहरू हुनुहुन्थ्यो। त्यसपछि म फर्दर त्यही ग्यालेरीमै बसेर चाहिँ एज अ आर्ट ग्यालेरीको एउटा कर्मचारीको रूपमा चाहिँ मैले काम गर्न थालेँ र फर्दर मेरो आर्ट चाहिँ त्यसरी सुरु भएको र त्यसपछि बिस्तारै मलाई चाहिँ के रियलाइजेसन हुँदै गयो भन्दाखेरि चाहिँ अब आर्टको लागि चाहिँ फर्दर अलिकति राम्रो गर्नको लागि चाहिँ आर्ट एजुकेसन नै प्रपर चाहिन्छ जस्तो लाग्यो र त्यही दौरानमा चाहिँ मैले चाहिँ आइए र बिए गरेँ इङ्ग्लिस सब्जेक्टमा र फर्दर स्टडीको लागि चाहिँ म काठमाडौँतिर आएँ। यसरी चाहिँ काठमाडौँमा मैले क्याम्पसमा चाहिँ जोइन भएर आइएफए बिएफए र मास्टर्स डिग्री गरेँ। मेरो आर्टवर्कमा चाहिँ विशेष गरी चाहिँ सामाजिक कुराहरू हुन्छ अथवा आफ्नो मनभित्रको कुराहरू हुन्छ। जस्तै मैले लास्ट टाइमको सिरिजहरूमा काम गर्दाखेरि चाहिँ अब मैले एउटा मेटाफोरको रूपमा चाहिँ बोर्ड सिरिजहरू काम गरेको थिएँ होइन। त्यो चाहिँ मेरो मास्टर्स डिग्रीमा पनि मैले बोर्ड सिरिजहरूमा काम गरेको थिएँ भने पछि गएर मैले त्यसलाई पनि फर्दर एक्सटेन्ड गर्दै अरू कामहरू चाहिँ निकालेँ होइन। त्यसमा चाहिँ मेन चाहिँ एउटा फिलोसफिकल्ली मैले हेरिरहेको हुन्छु होइन। जस्तै एउटा बोर्ड भनेको त एउटा स्टिल लाइफ एउटा निर्जीव कुरा हो र त्यो निर्जीव कुराभित्र पनि कति धेरै फिलोसफिकल कुराहरू चाहिँ लुकिरहेको हुन्छ। जस्तै एउटा बोर्ड भनेको चाहिँ एउटा सिम्बल के हो भने एउटा स्टार्ट टु एन्डको सिम्बल हो होइन। एउटा एजदेखि अर्को एजसम्म पुग्नुको लागि मिडियम हो। त्यस्तै गरेर हाम्रो लाइफ पनि एउटा फेज हो कि बर्थ टु डेथ भने जस्तै र फेजभित्रको कुरा नै लाइफ हो भन्ने खालको चाहिँ मेरो आर्टमा चाहिँ त्यस्तो फिलोसफीहरू आइरहेको हुन्छ र त्यही कुराहरूलाई फर्दर मैले चाहिँ कनेक्ट गरिरहेको हुन्छु अरू कुराहरू सपोर्टिभ कुराहरू लिएर। एज एन आर्टिस्ट अब जस्तै म पोखरादेखि यहाँसम्म पढ्न आएँ होइन। मेरो खल्तीमा चाहिँ 9,000 रुपिस मात्रै थियो होइन। त्यो पनि अब मैले आफैले अर्न गरेको पैसा थियो र एज अ मेरो फ्यामिली ब्याकग्राउन्ड पनि त्यस्तो धेरै अलिकति नभएको हुनाले आर्थिक रूपमा धेरै भनौँ न हामी धेरैजना दाजुभाइ पनि घरमा दिदीहरू भएको हुनाले चाहिँ अलिकति गाह्रै थियो मलाई काठमाडौँ आएर डाइरेक्ट पढ्नको लागि गाह्रै थियो। आफ्टर एसएलसी पनि पढ्ने कुरा भएको थियो तर फाइनल्ली मैले त्यहीँ बसेर आफ्नो स्किलहरू डेभलप गरेँ होइन। मैले आफैलाई इन्डिपेन्डेन्ट रूपमा चाहिँ काठमाडौँ आएर पढ्न सक्नेसम्म चाहिँ बनाएँ होइन। त्यही कारणले गर्दाखेरि चाहिँ यहाँ आइसकेपछि मैले ललितकला क्याम्पसमा जोइन हुँदाको साथसाथै अब सेलेबल कामहरू गरेर त्यसरी पनि सस्टेन हुने खालको चाहिँ मैले स्ट्रगलहरू गरेँ होइन। आर्ट टिचिङहरू गरेँ। यसरी नै बिस्तारै मेरो स्ट्रगलको फेजहरू चाहिँ हुँदै गयो। कलेजमा पनि आफ्नो एक्सपेन्सेसहरू म आफैले नै निकाल्थेँ भनौँ। मेरो फ्यामिलीलाई चाहिँ म बर्डन दिँदैन थिएँ र त्यस कारणले गर्दा म आफैलाई गर्व पनि फिल हुन्छ सेल्फ मेड जस्तो भएको हुनाले चाहिँ। अहिले आउँदै गएको यङ आर्टिस्टहरूलाई चाहिँ जस्तै टाइमहरू चाहिँ जस्तो हामीले पहिलाको फेजभन्दा अहिले धेरै चेन्ज भइसक्यो होइन। धेरै टेक्नोलोजिजहरू पनि आइसक्यो। जस्तै एआईहरूको कुराहरू हुन्छ त्यस्तै गरेर अरू कुराहरू पनि हुन्छ। उनीहरूले चाहिँ कसरी आफ्नो आर्टिस्टिक लाइफ डेभलप गर्ने भन्ने कुराहरू हुन्छ। जस्तै एआई जस्तो आएको छ अब हामीलाई चाहिँ एआईले रिप्लेस गर्ला भन्ने खालको फियर पनि होला होइन। तर हामीले चाहिँ के सोच्नुपर्छ भने हामी मानिस भएपछि मानिसभित्रको जुन हार्ट छ नि त्यो चाहिँ एआईमा हुँदैन होइन। हामीले निकाल्ने कुरा चाहिँ सेम नै एआईले निकाल्छ भन्ने छैन होइन। त्यो भएर चाहिँ हामी चाहिँ रिप्लेस हुँदैनौँ क्या न कि हाम्रो क्रिएटिभिटी अझ पोलिस हुँदै जान्छ होइन। त्यस्तो खालको कुराहरूबाट नै हामी जस्तै एआईलाई हामी युज गर्न सक्छ तर एआई चाहिँ हाम्रो रिप्लेसमा चाहिँ हुन सक्दैन होइन। त्यो कारणले गर्दा क्रिएटिभिटी चाहिँ एभ्री ह्युमन बिङमा इन्डिभिजुअल खालको हुन्छ र त्यो भएको हुनाले चाहिँ आफ्नो कामहरूमा चाहिँ एकदमै
आफ्नो ओरिजिनालिटी के हो, आफू भन्न खोजेको कुरा के हो त्यो चाहिँ देखाउँदै जानुपर्ने हुन्छ होइन। उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने अब जस्तै अलि थुप्रै च्यालेन्जेसहरू पनि आइरहेको छ, जस्तै एआईको साथसाथै अब अल्गोरिदमलाई पनि हामीले फेस गर्नुपर्ने त्यस्तो खालको आइरहेको छ होइन। अब जो आर्टिस्टहरू चाहिँ अलिकति एउटा सफ्टल कामहरू गरिरहनु भएको छ उहाँहरूको अल्गोरिदममा हाई आउने र जो सिरियसली काम गरिरहनु भएको छ उहाँहरूको कम आउने त्यस्तो खालकोहरू पनि छ होइन। त्यो कुराहरू पनि फ्रस्ट्रेसनको रूपमा चाहिँ आउन सक्छ होइन। तर त्यसको साथसाथै नभइकन सुरुमा चाहिँ आर्टिस्टले आफूलाई हेर्दा चाहिँ सेटिस्फ्याक्सन सेल्फ सेटिस्फ्याक्सनको लागि चाहिँ आर्ट गर्नुपर्ने हुन्छ होइन। सोसियल मिडिया भ्यालुलाई चाहिँ अब अलिक डाउन गरेर आफ्नो सेल्फ इस्टिम चाहिँ गर्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।